के तपाईलाई पनि स्क्रिनमा देखाए जस्तै मेसेन्जर अथवा व्हाट्सएपमा कुनै पनि मेसेजहरू आइरहेको छ? यदि आइरहेको छ भने सतर्क रहनु होला। यहाँ आज माघे संक्रान्तिको पावन अवसरमा एउटा स्क्याम गर्ने नयाँ तरिका अपनाइएको छ। ई सेवा माघे संक्रान्ति सबै प्रयोगकर्ताको लागि भव्य उपहार योजना रु 4000 भनेर दिएको छ। यो के आधिकारिक रूपमा ई सेवाले दिएकै हो त? कदापि हुन सक्दैन। हजुरले ई सेवा चलाउनुहुन्छ भने ई सेवाको एप्स हजुरले खोलेर हेर्न सक्नुहुन्छ। त्यसमा कुनै पनि आधिकारिक कुनै पनि अफरहरू एभाइलेबल छैन र हजुरले ई सेवाकै जस्तो वेबसाइटमा हेर्नुहुन्छ अथवा फेसबुक पेजहरुमा जानुहुन्छ भने यस्तो कुनै पनि अफरहरू ई सेवाले लागू गरेको छैन। स्क्यामरहरूले नयाँ नयाँ तरिकाहरू अपनाइरहेका हुन्छन्। जस्तो ई सेवा, खल्ती, मोबाइल बैंकिङहरुको नाम लिएर अथवा नेपाल टेलिकमको नाम लिएर धेरै अफरहरू अथवा यस्तो अफर उस्तो अफर भनेर हामीहरूलाई झुक्क्याइरहेका हुन्छन्। यस्तो कुनै पनि मेसेजहरू आइरहेको छ भने हजुर हामी सतर्क हुनु जरुरी छ। त्यसैले यस्ता कुनै पनि मेसेजहरू आएका छन् भने हजुरहरू आधिकारिक के हो भनेर बुझ्नु जरुरी छ र कुनै पनि आधिकारिक नभएको यस्तो स्क्यामर अलर्टहरू आइरहेका छन् भने यस्तोमा गएर हजुरले नम्बर अथवा मोबाइल बैंकिङको पासवर्ड, वालेटहरुको पिन नम्बर, पासवर्ड कुनै पनि अपडेट नगर्नु होला। र यस्तै इन्फर्मेटिभ भिडियोको लागि हाम्रो आइडीलाई सब्स्क्राइब गर्न नबिर्सनु होला र साथै यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर हजुरहरुको धेरै साथीहरुसम्म पुर्याई यो स्क्याम हुनुबाट जोगिन सतर्क रहनु होला। हस्त धन्यवाद।